ओ माई गॉड! सो यसलाई भन्छ क्या साउथ मुभी। सो हेलो गाइज, वेलकम टु माई न्यू भिडियोज। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो मुभीहरू हेर्न तपाईँहरूलाई मनपर्छ भने चाहिँ मैले बारम्बार भन्ने गर्छु। सो मलाई फलो गरेर राख्न भन्ने नबिर्सनु होला, किनभने मुभी सम्बन्धी भिडियोहरू चाहिँ म तपाईँहरूको माझमा लिएर आइरहेको छु। मामान, सो यो चाहिँ 2025 यानि कि भर्खरै रिलिज भएको साउथ मुभी हो। सो तपाईँहरूलाई पनि फ्यामिली ड्रामा मुभीहरू हेर्न मनपर्छ भने तपाईँहरूले यो मुभीलाई चाहिँ नछुटाउनु होला नै भन्न चाहन्छु। र तपाईँहरूलाई एउटा सजेसन चाहिँ म के दिन्छु भने तपाईँहरूलाई इमोसन अनि रुने टाइपको मुभीहरू है, तपाईँको दिललाई छुने टाइपको मुभीहरू हेर्न मन पर्दैन भने चाहिँ तपाईँहरूले यो मुभीदेखि टाढै बस्नु होला, किनभने यो मुभी हेर्दाखेरि तपाईँलाई पक्कै पनि रुवाउँछ है त। सो मुभीको स्टोरीको बारेमा कुरा गर्नुपर्दा एउटा भान्जा अनि मामाको विषयमा चाहिँ फुल फोकस गरेर देखाउन खोजिरहेको छ भने सो मामा भान्जा चाहिँ सँगै बस्ने, सँगै खाने अनि सँगै सबै कुरा गर्ने र एकदमै मामाको भान्जा एकदमै प्यारो हुन्छ र सो भान्जाको लागि पनि मामा एकदमै प्यारो हुन्छ। सो त्यसै बिचमा चाहिँ हाम्रो मामा यानि कि हिरोको बिहे हुन्छ। सो बिहे भइसकेपछि चाहिँ के कस्तो प्रब्लमहरू, के कस्ता कुराहरू फेस गर्नुपर्छ, सो त्यो जान्नको लागि चाहिँ तपाईँले यो मुभीलाई हेर्नुपर्ने हुन्छ। सो मुभी एकदमै इमोसनल, एकदमै बवाल छ है। सो मुभीको लिड रोलमा चाहिँ तपाईँहरू सुरी, ऐश्वर्या, लक्ष्मी जस्तो दामी दामी है एक्टर अनि एक्ट्रेसलाई तपाईँहरू देख्न सक्नुहुन्छ भने मुभीमा चाहिँ सबैको एक्टिङ अनि पर्फर्मेन्स चाहिँ एकदमै बवाल छ। सो आयो हजुरहरू धेरैले हेरि पनि सक्नुभएको छ होला, हेरिसक्नु भएको छ भने तपाईँहरूलाई कस्तो लाग्यो तल कमेन्ट गर्न भने नबिर्सनु होला। सो हेर्नुभएको छैन भने हेरिहाल्नुहोस् र कहाँ हेर्ने भन्ने थाहा छैन भने पनि मलाई सोध्न सक्नुहुन्छ। सो आई होप हजुरहरू धेरैलाई भिडियो राम्रो लाग्यो होला। राम्रो लाग्यो भने तपाईँहरूले लाइक, कमेन्ट, सेयर गरेर साथ अनि सपोर्ट गर्न भने नबिर्सनु होला। हस्त, धन्यवाद।